उता जान्छु आउँदैन त दाजुभाइ थलेछ है परको अनि सबैजनालाई वेलकम टु माई च्यानल खुसी ब्लग। सो आज चाहिँ भाइटिका अन्त तपाईँहरूलाई हाम्रो भाइटिका देखाउनु छु। सो म चाहिँ कति ताल प्र्याक्टिस गरिसकेँ होइन, त्यही भएर चाहिँ यहाँ चाहिँ मौरी भन्न भन्केको छ होला नि हाम्रो सेक्युरिटी चाहिँ। अन्त यो चाहिँ हाम्रो दुध चिया खाने ठाउँ होइन। अन्त म चाहिँ दुध चिया खानु आउनु हुनेहरूलाई पर्खिरहेको छु। म चाहिँ पुरा ठाडो जान्छ होइन, लाइकको छोरी पढ्यो आमा एस्ट्रो वाट आर यु डुइङ? खोलेको के अरे माझो चाहिँ परै पुऱ्याइराख्यो, त्यो थर्मोकोल लगिराख न त्यो खोनेहरूलाई अन्त चुरुक्कै लायो दियो गर्नु सजिलो हुन्छ। तारो काटेको खोले त्यसो गर सजिलो हुन्छ। देख्नुभयो होला सनम दादालाई खोलिदिएको छु कि त्यो भित्र केसमा लगाएर दिवालीको बेला आमाहरूको चाहिँ काम यस्तै हुन्छ है। कसले आमा कसलाई भनेको? कसलाई भनेको नि त्यो माछा लगिराख्नु पर भनेर मसला ताला के अरे होइन यसो गर्यो दुध त्यो दुध दिँदाखेरि नै हातमा यसो गरेर लगाइदिनु पऱ्यो अलिअलि जस्तो भए पनि त उयो नि होइन, त्यो के भन्छ सगुने त हो नि होइन। अन्त मैले दुध लगिरहेको छु आदि त्यही छ, हातमा तुरुक हालिदिन्छु सबैलाई भइहाल्यो, काम पुग्यो। देख्नुभयो होला नि दसैँ तिहार भयो भने आमाहरूको चाहिँ आमाहरूकै काम हुन्छ हो। हाम्रो त फेरि आमा एकछिन बस्दैन, खै पर्खिँदा भइसक्यो, आइपुग्नु छैन त मेरो दाजुभाइ। म चाहिँ दाजुभाइ पर्खिरहेको छु होइन, कति बेला आउँछ र भात खाउँ भइसक्यो। दाजुभाइहरू आउनु हुँदैन, उता जान्छु आउँदैन त दाजुभाइ खालहरू त। आमा खै हौ पर्खिँदा आउनु छैन हौ दाजुभाइ खालहरू त। हाम्रो गाई छैन गयो, अहिले एकैचोटि लाउनुहुन्छ अरे हौ। अब उनीहरूले एकैचोटि लगाइदिन्छु भनेपछि के गर्नु, म एकैचोटि लाउँछु भनेपछि चाहिँ यसको चाहिँ आमाको खुट्टा भाँचिरहेको छ। अन्त यसलाई चाहिँ हामीले के भन्छ चामलको मार दिँदैछ यसलाई चाहिँ। आमा उठ्नु सक्दैन नि, यसले दुध खाँदा ठुङ मार्देर उयो भएको के भन्छ बल्झेको नि त, अस्ति जाती भइसकेको थियो हो। तिमीले बिमार गरिदिएको आमालाई हो। 1 महिना कि कति मात्रै हुँदैछ, घाँस पनि खाँदैन। साह्रो पर्छ हाम्रो आमालाई स्याहार्नु है, तिमी बिमारी है। यस्तो खुट्टा भाँचिरहेको छ, उठ्नु पनि सक्दैन। मान्छे लगाएर चाहिँ उठ्नुपर्छ यसलाई चाहिँ, 2जना मान्छे पछाडिबाट थामिदिनुपर्छ होइन। टन 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 मेरो यल्लो खुट्टा आयो, यल्लो खुट्टा चाहिँ हाम्रो घरको भ्यू हो। आमा त खानु नि अन्त, आमा त भाइटिका लगाइदिनु पर्दैन त। मेरो काम सक्नु पर्यो नि त। हुनु त हो, सही हो कुरा त। मामा लु कति पर्खिँदा लु आमा मेरो दाजुभाइहरू आउनु भयो है। लु भोके पर्खेको दाजुभाइ आउनु भयो है मेरो। लु माइतीहरू आउनुहोस् न माथि। लु एटिना हेलो गरिदिनुहोस्। लु हेलो के भन्नु हुने यो त नानाको के भन्छ, म त के पो पढ्छु उसको त के पढ्छ ठुलो छोरी भनिदिनु नि शर्मिला मिस। युट्युब च्यानलमा सब्सक्राइब गरिदिनुहोस् ल, लाइक पनि सेयर पनि। लु राम्री भएर आएछ त न, आउनु नि टकटक यहाँसम्म। लु आउनु नि, लु हिँडेर टकटक माथि नै हौ, माथि नै आउनुहोस् न बुबुहरू। के हो सिन्दुर लगाएको त? वेलकम टु माई युट्युब च्यानल। आउनुहोस् न भाउजू। सकिनँ म क्या फोटो सुट सकिनँ, नाम मेरोसँग पनि सकिनँ। ब्युटिफुल
मम्मी त राम्रै देखिरहेको रहेछ त आज लु आफ्टर ओ वेट मेरो माइती खालेर आउनु भयो लु बस ए हेलो 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 आमा ह्यान्डसम भएछ त अन्त आमा अहिले फोटो खिचौँ ल कसले लगाइदियो ए हो बस्नुहोस् न बस्नु लु ठुलोको दादा ह्यान्डसम भएर काइला बुबु केही भन्दिनँ नि त्यस्तो मलाई आउँदैन हो गफ शेयर सब्स्क्राइब लाइक गरिदिनुस् ल भन्दिनँ नि त्यो उता भाउजूलाई हुन्छ अब चाहिँ हाम्रो दुत्या सक्नु आँट्यो अब हामी चाहिँ भाइलाई मात्रै पर्खिरहेको छैन हाम्रो कान्छो भाइलाई अन्त अहिले चाहिँ डान्स गर्दैछ तल तपाईँहरूलाई देखाउँछु ल पैसा ल अब कसले डान्स दामी गर्छ त्यसले पैसा पाउँछ है पस्दैन हातै दुलो पस्दैन हातै समय तानो हाम्रो निचा आइपुग्यो वेटिङ लिस्टमा थिएँ हामी चाहिँ लु सुस्तिका हालिदिइहाल खै जुत्ताहरू खोलेर बस्न हेलो अनि सेवनी अन्त अब चाहिँ हाम्रो भाइ टिका सक्यो भाइ पनि आयो भर्खर अन्त अब त्यस्तै हो वर्ष दिनको चाडबाड आज चाहिँ अन्त हुन आँटेको छ अन्त कसै चाहिँ अब हाम्रोमा चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले कसै चाहिँ नाचिरहेको छ हाम्रो पापाहरूको टिमै थियो चाहिँ एउटा चाहिँ केटाकेटीको टिम अब चाहिँ यो लगेर हामी फुटाउँछ यो लगेर फुटाउँछ होइन अन्त फुटाएर चाहिँ फ्याँक्नुपर्छ दिए चाहिँ निप्न दिनु हुँदैन सास परिसक्यो अब यो लगेर फुटाउनुपर्छ हामीले ओइ सोनिका यो दुईटा मात्रै हो तिनटा मात्रै जस्तो लाग्यो त
दुईटा मात्रै छ है छ होइन अझै छैन है यो चाहिँ लगेर फुटाउनु पर्छ ए भुँडी दुख्यो यो चाहिँ हामीले फुटाएर चाहिँ नहेरी पछाडि नहेरिकन फ्याँक्नुपर्छ यसरी यसरी फुटाउनुपर्छ है एकैतालमा फुटाएर पछाडि नहेरिकन फ्याँक्नुपर्छ ल यिनीहरूले हामीले अब के भन्छ ओक्कर पनि फुटाइसक्यो होइन के को पाङ्रा भन्छ नि त्यो राक्षसको पाङ्रा के अन्त त्यही हो अब चाहिँ कसै तास खेलिरहेको कसै भित्र गीत गाइरहेको छ होइन केटाकेटीहरू हल्ला गरिरहेको छ हिमाल दामी देखिरहेको छ अहिले चाहिँ केटाकेटीहरू के खेलेको ल ल ल ल कुसुमे रुमाल So finally, don't forget to like, share and subscribe. Like, subscribe,